लिलीले त गाडी पहरैबाट चिनिहालिन्। रातिको तुफानी हावा भन्दा पनि उनी जोडले कुदिन्। सजना पनि लिलीलाई पछ्याउँदै कुदिन्। तर लिली गाडीभित्र हेर्दै बक्कान फुटाएर रुन थालिसकेकी थिइन्। छोरीको रुवाई चिच्चाहात सुनेर अनि उनको आँसु देखेर कुन आमाको मन दुख्दैन होला। सजनाको मन पनि एक्कासी त्यसरी नै दुख्यो। सायद लिलीको बोयफ्रेन्ड हो। नमस्कार, मेरो नाम हो संजोग। अब प्रस्तुत छ डाक्टर सङ्गीता स्वेच्छाले लेख्नु भएको कथा सङ्ग्रह गुलाफसँगको प्रेमभित्र रहेको एउटा कथा, अपरिचित टेलिफोन नम्बर। सुनसान रात अनि कुकुरहरूको एकोहोरो बुकाइले वार्कले रोड थर्किरहेको थियो। प्रति घण्टा 50 माइलको गतिमा आइरहेको हावाले लाग्थ्यो फूलहरू अनि पातहरू सबै मार्नेछ, रुखहरू ढाल्नेछ। तर लिली भने रातको 11 बजे घर पछाडि गराजबाट लुकी लुकी पछाडिको ढोका बिस्तारै उघार्दै घरमा पस्छिन्। लिलीकी आमाको शङ्का उपशङ्का आज सायद समाधान हुने हो। उनी बिस्तारै भर्याङबाट तल झर्छिन्। 15 वर्षकी छोरीको यसरी राति 11 बजे, त्यो पनि हावाहुरीले आतंकित पारेको समय, घरमा लुकी छिपी पस्नुलाई उनले राम्रो त अवश्य मान्न सक्दिनन्। लिली कहाँ गएर आएकी? लिलीबाट कुनै जवाफ आएन। फोन देऊ मलाई, यसैले हो तिमीलाई बिगारेको। सजनाले लिलीको हातको फोन जोडले तानिन्। रिसले अल्ली फडफडाइन्। लिलीले मोबाइल आमाको हातमा थमाइदिइन् अनि केही नबोली भर्याङबाट कुदेर आफ्नो कोठामा गइन्। समातेर 2 चड्कन हानु जस्तो उनलाई नलागेको होइन, तर सजना मौन छिन्। भएकी एक्ली छोरी घर छोडेर जालिन् भन्ने चिन्ता उनलाई त्यत्तिकै हुने गर्छ। लिलीको उमेर पनि त्यस्तै छ। उमेरभन्दा चाँडै हर्लक्क बढेकी लिली 15 वर्षकी भए पनि हेर्दा पुरै जवान देखिन्छन्। पहिलोपल्ट भेट्ने मान्छेले उनको उमेर 18 भन्दा कम मान्दैनन्। 5 फिट 8 इन्च अग्ली, नीला ठुला सुन्दर आँखाहरू, गौगोरो वर्ण, चिटिक्क परेको नाक। सुन्दरतामा उनलाई विद्यालयमा कसैले भेट्टाउन सक्ने भने थिएन। उनको सुन्दर रूप अनि मिठो नरम बोली र सरल बानी व्यवहार देखेर कक्षाका थुप्रै केटा साथीहरू पनि प्रभावित हुन्थे। बेलायत जस्तो ठाउँमा यो उमेरमा केटा साथी हुनु कुनै नौलो कुरा भने थिएन। तर लिलीकी नेपाली आमा भने अझै ब्रिटिस बन्न सकेकी थिएनन्। लिलीकी आमा सजना 16 वर्षदेखि बेलायत बस्दै आएकी छिन्। 17 वर्ष अगाडि नेपाल घुम्न आएका पर्यटक ब्रायनसँग विवाह गरी बेलायत पुगेकी सजना कागजी रूपमा त ब्रिटिस नै हुन्, तर मानसिक तवरमा उनी अझै नेपाली नै हुन्। उनको हिसाबले 15 वर्षकी छोरीको केटा साथी हुनु खासै उचित पनि थिएन। लिलीको कोठाको ढोका बन्द थियो। बाहिर हावा अनि हुरीको एकोहोरो आवाजले सजनाको मन केही विचलित बनाएको थियो। उसमाथि छोरीको मौनताले अझ पोलेको थियो। धेरै दिनदेखि सजनाले छोरीको मोबाइल अनि ल्यापटप खोतल्ने प्रयास गर्ने सोच बनाएकी थिइन्। तर लिलीले न त ल्यापटप कहिल्यै घरमा छोडिन्, न त मोबाइल फोन नै। हुन पनि छोरी बिग्रिएला भन्ने डरले सजनालाई सताइरहन्छ। समय मिलाएर छोरीलाई केही सम्झाउन पाए सायद उनी आफूलाई धन्य ठान्थिन्। तर समयले त्यस्तो वातावरण नै बनाइसकेको थिएन। लिलीको कोठाको बत्ती बलेको बलै थियो, तर उनी भने लुगा पनि नफेरी जिन्स लगाएर पलङमा पल्टिसकेछन्। छोरी सुतिसक्यौ? सजनाले हल्कासँग कपालमा स्पर्श गर्दै सोधिन्। लिली बोलिनन्। लामो लामो श्वास लिँदै मस्त निदाइरहिन्। बाहिर हावाको बेग झन्झन तीव्र थियो। कुकुरहरूको एक तमासको भुकाइले सजनाको मनमा अनेकौं कुरा खेल्न थाल्छन्। कहिल्यै बत्ती नजाने बेलायतमा पहिलोपल्ट 17 वर्षमा बत्ती पनि गयो। कति नमिठो समय थियो त्यो सजनाका लागि। थोरै प्रकाश आउने आशामा लिलीको हातमा रहेको मोबाइललाई थिचिन्। अपरिचित नम्बरबाट 20 मिस कल 15 मिनटको दौरानमा देख्दा सजना झस्किन्। लिलीलाई झकझकाएर केरकार गर्ने र आज सबै कुराको चिरफार गर्ने सजनाले ठानिन्। तर रातको 12 बजे छोरीलाई उठाऊ वा नउठाऊ उनी अन्यलमा थिइन्। के आमालाई छोरीबारे जान्ने अधिकार छैन? के म उसकी आमा होइन? सजना एक टकले लिलीको निधाएको अनुहारमा हेर्दै सोचिरहिन्। लिलीको सुन्दर ठुला आँखा अनि लाम्चो अनुहार सबैले आमा जस्तै भन्छन्, तर सजनालाई आफू सुन्दर भने कहिल्यै लागेन। अग्लो कद र नीला आँखाहरू भने लिलीले बुबाबाट पाएकी थिइन्। यत्तिकैमा बत्ती पनि आयो। छेउकै ऐनामा सजनाले आफूलाई एकपटक हेरिन्। आफ्नो जीवन उदेक लाग्दो लाग्छ सजनालाई।
उमेरले 40 कटिसकेकी सजनाको बढ्दो उमेरसँग आत्मबल भने बढेको देखिँदैन। त्यसैले पनि होला आफ्नै छोरीलाई एक दुई प्रश्न गर्न पनि उनी हिचकिचाउँछिन्। तिमी डरपुक हौ, तिमी जन्म दिने अनि कर्म दिने आमा हो, तर पनि कर्तव्यमा तिमी पछाडि नै छौ। ऐनामा देखिएको आफ्नै प्रतिबिम्बले केही बोले झैँ लागेर सजना झस्किन्। हुन पनि उनलाई बेला बेला डर लागिरहन्छ, कतै उनी असफल पत्नी झैँ असफल आमा पनि नकहलाउन्। सजनाले ऐनामा पुनः आफूलाई हेरिन्, लामो श्वास फेरिन् अनि अपरिचित नम्बरबाट लिलीको मोबाइलमा आएको नम्बरमा डायल गरिन्। छोरीलाई राति उठाएर फोन गर्न लगाउनु भन्दा आफै पत्ता लगाउने कुरामा उनलाई सजिलो अनुभव भयो, तर उनको प्रयास व्यर्थ रह्यो। उनले गरेको फोनको घन्टी उठेन। बिहान चिरबिर चिरबिर चराहरूको आवाजले वातावरण निकै रमणीय थियो। घाम पनि चाँडै लागेर कोठा उज्याला देखिन्थे। लाग्दैन थियो हिजो राति त्यति डरलाग्दो हावाहुरी पनि आएको थियो भनेर। समय बिहानको 10 मात्र बजेको थियो। फुलबारीमा कति फूलहरू मरे होलान्, सायद 1-2 रुखहरू पनि ढले होलान्। हातमा चियाको चुस्की लिँदै सजना सोचिरहन्। लिली भने अझै उठेकी थिएनन्। सजनालाई उठेर हेर्न जाने रहर पनि खासै लागेको छैन। सजनालाई बाहिर आएको हुरी भन्दा उनको मनमा चलिरहेको हुरीको बढी चिन्ता छ। कहिले लिली उठ्लिन् र उनलाई घर पछाडिबाट लुकेर आउनुको कारण र उनको मोबाइलमा आएका अनगिन्ती नम्बरहरूको बारेमा जान्नु छ। ट्रिङ ट्रिङ कलबेल बज्छ। एक बिहानको कलबेलले सजना मात्र होइन, लिली पनि उठ्छिन्। सजना फटाफट गएर ढोका खोल्न पुग्छिन्। 3-4 जना पुलिस जवानहरू बाहिर देखेर सजना झस्किन्छन्। सजना फटाफट ढोका खोल्न पुग्छिन्। 3-4 जना पुलिस जवानहरू बाहिर देखेर सजना झस्किन्। सायद लिलीले केही गल्ती गरिन्, ड्रग्सको लतमा त लागिनन्। कतै केटाहरूले राति सजनाको मनमा नाना भाँतीका कुराहरू दिमागभरि खेल्न थाल्छन्। शङ्का अनि उपशङ्काहरूको त बाढी नै आउँछ। यस प्लिज। ढोका खोल्दै आत्तिएको स्वरमा सजनाले पुलिसतिर हेर्दै सोधिन्, तिम्रो घर अगाडि एक्सिडेन्ट भएको छ र गाडी चालक मृत अवस्थामा छ, यही बारे बुझ्नु थियो। हजुर, कति डरलाग्दो घटना। सजनाको स्वर आत्तिएको थियो। आँखाहरू अचानक फडफडाएर आए। के तपाईँ चिन्नुहुन्छ? बाहिर आएर हेर्नुहुन्छ? सायद म चिन्दिनँ होला। को हुन सक्ला र? बाटोमा त थुप्रै गाडी गुड्छन्। सजना यति भनेर पुलिसलाई मद्दत गर्ने हेतुले फटाफट चप्पल लगाएर बाहिर निस्किन्। लिली पनि आमासँगै कुदिन्। घटना राति 12 बजेको हो। सायद राति नै उद्धार गर्न सके बाँच्थ्यो होला, अग्लो चाहिँ पुलिसले भन्यो। लिलीले त गाडी पहरैबाट चिनिहालिन्। रातिको तुफानी हावा भन्दा पनि उनी जोडले कुदिन्। सजना पनि लिलीलाई पछ्याउँदै कुदिन्, तर लिली गाडीभित्र हेर्दै भक्कान फुटाएर रुन थालिसकेकी थिइन्। छोरीको रुवाई चिच्चाहाट सुनेर अनि उनको आँसु देखेर कुन आमाको मन दुख्दैन होला। सजनाको मन पनि एक्कासी त्यसरी नै दुख्यो। सायद लिलीको बोयफ्रेन्ड हो। सजनाको मनको शङ्का कतै साँचो त होइन, तर उनी अवश्य यस्तै घटना कल्पना या सपनामा पनि कसैको लागि चिताउन सक्दिनन्। अवश्य उनी छोरीको बारेमा चिन्तित थिइन्। उता लिलीको आतंकित रुवाईले पनि उनको मृतकसँगको घनिष्ठता प्रष्ट थियो। तर जब सजना गाडीभित्र डराउँदै चियाइन्, उनको हम्सले ठाउँ छाड्यो। लिली भक्कानो फुटाएर रुन थालिन्, तर सजनालाई थाहै भएन त्यस विभत्स दृश्यले उनलाई के असर पर्यो। क्रोइडनको अस्पतालमा सजना बेहोसीबाट बिस्तारै उठिन्। के भयो अनि कसरी उनी अस्पतालमा पुगिन् भनेर उनी याद गर्ने कोसिस गर्छिन्। उनको दिमागमा खासै याद आइरहेको हुन्न, तर उनको अस्पतालको शैय्यामा एउटा नोट हुन्छ चिठीको खामभित्र। नोटमा लेखिएको कुरा सपना हो कि विपना हो उनी विश्वास गर्न सकिरहेकी हुन्नन्। नोट पढ्दै जाँदा सजना काप्न थाल्छिन्। आमा, तपाईँलाई होस आइसकेको छ। तपाईँ ठिक हुनुहुनेछ चाँडै। मलाई विश्वास छ, तर मलाई भने तपाईँ नखोज्नुहोला। म आफ्नी आमालाई माया गर्छु, तर मेरो बुबाको मृत्युको कारण चाहेर वा नचाहेर पनि तपाईँसँगै जोडिन आउँछ। मैले मेरो बुबाको उद्धार गर्न सकिनँ। मलाई फोन गर्दा गर्दा बुबा यो संसारबाट बिदा लिनुभयो। सायद हिजो मेरो मोबाइल मबाट नलुटिएको भए मेरो बुबा आज जीवितै हुनुहुन्थ्यो होला। शङ्काले लङ्का जल्छ भनेर भन्नुहुन्थ्यो नि आमा, सायद यही हो। कति सजिलै लिलीले एउटा नोट लेखेर आफ्नी आमालाई त्यागिदिन्। एकल महिला भएर 5 वर्षको उमेरदेखि एक्लै हुर्काएर लिलीलाई 15 वर्षकी बनाइन्। तर ब्रायनको घटनास्थलबाट आएको नम्बर नउठाउनु र लिलीको फोन लुटेर राख्नु नै उनको गल्ती थियो। सायद ब्रायन अथवा लिलीले ड्याडी भनेर फोनमा नम्बर स्टोर गरेर राखेकी भए पनि उनले उठाउँथिन्। तर रातको 12 बजे आएको अपरिचित नम्बरको फोन उठाउन उनले जरुरी पनि सम्झिनन्।
एकातिर सजनालाई ब्रायनको मृत्युको चोट छ। 6 वर्ष उनले ब्रायनको श्रीमती भएर उसँग समय बिताएकी थिइन्। तर ब्रायनको लागु औषधको लत र जेलको जीवनले दुवैको जीवन अस्तव्यस्त बनाएको थियो। सपना साँचेको जस्तो नभएपछि पारपाचुकेमा सम्बन्ध टुटेको थियो र छोरीलाई पनि सकेसम्म ब्रायनबाट टाढै राखेकी थिइन्। तर उनको मनमा अझै ब्रायनप्रतिको माया मरेको थिएन। उनी पछि ब्रायनले अर्को 2 विवाह गरिसकेको यदाकदा साथीहरूबाट सुने पनि खासै जानकारी भने थिएन सजनालाई। ब्रायनको लिलीसँग लुकीछिपी हुने भेटघाट बारे त उनी बिल्कुलै अनभिज्ञ थिइन्। एकातिर ब्रायनको मृत्युले उनको अतीत मरेको छ, अर्कातिर छोरीले घर छोडेको कुरामा उनको वर्तमान अन्यलमा छ। यो थियो डाक्टर सङ्गीता स्वेच्छाको कथा सङ्ग्रह गुलाबसँगको प्रेम भित्रको एउटा कथा, जसको शीर्षक रहेको थियो अपरिचित टेलिफोन नम्बर।